नमस्कार साथीहरु, डाइरेक्ट सेलिङ नेपाल फ्याक्ट्समा तपाईलाई स्वागत छ। आजको यो भिडियो सुन्न सजिलो छैन, तर इन्डस्ट्री बचाउने आज कडा सत्य बोल्नै पर्छ। आज डाइरेक्ट सेलिङमा 90% डिस्ट्रिब्युटर असफल किन छन्? कम्पनीले धोका दियो? होइन। प्रडक्ट खराब हो? होइन। सिस्टम चलेन? होइन। असली कारण हो गलत गुरु, गलत ट्रेनिङ र सोशल मिडियाको क्यामेरा हिरो कल्चर। आजको यो भिडियो मोटिभेसन दिने होइन, आँखा खोल्न बनेको हो। अब यहाँ ध्यान दिनुहोस्। आज नेपालमा एउटा खतरनाक प्याटर्न चलेको छ। 2-3 जना जोइन गरायो, एउटा कमिसन थाप्यो, एउटा स्टेजमा फोटो खिच्यो, एउटा माइक्रोफोन समात्यो, सुट लगायो, क्यामेरा फोकस भयो अनि फेसबुक, टिकटक, युट्युब लाइभमा घोषणा गर्छन्, अब म ट्रेनर हुँ। तर डाइरेक्ट सेलिङ नेपाल फ्याक्ट्स आज तपाईलाई रियल क्वेशन सोध्छ। रिजल्ट छ कि छैन? एचिभमेन्ट छ कि छैन? आफ्नो कम्पनीमा कुन र्याङ्कसम्म पुग्नु भयो? त्यो र्याङ्क कतिसम्म टिक्नु भयो? टिम आफै बिल्ड गर्नुभयो कि चोर्नु भयो? प्रडक्ट सेल कन्सिस्टेन्ट छ कि छैन? यदि एन्सर छैन भने क्यामेरामा बोलेको कुरा लिडरसिप होइन। आज धेरै फेक गुरुस बिना कुनै एचिभमेन्ट क्यामेरा अगाडि आएर यस्तो बोल्छन्, गाइस, कन्सिस्टेन्सी इज द की, नेभर गिभ अप, आई बिलिभ इन द सिस्टम। सुन्दा लाग्छ यो मान्छे त इन्टरभ्यू दिनु गइरहेको सिइओ हो, तर रियालिटी भने र्याङ्क 0, स्टेबल इन्कम 0, कस्टमर बेस 0, ओन टिम ग्रोथ 0। एचिभमेन्ट बिना कन्फिडेन्स ठुलो छ, रिजल्ट बिना आवाज चर्को छ। यही आवाजले इन्डस्ट्री भरिएको छ। अब अर्को खतरनाक भ्रम, फेक गुरुस बिजनेस बनाउँदैनन्, उनीहरू बिजी देखिन्छन्, बिजनेस चलाउँदैनन्। डेली सुट लगाएर फोटो खिच्ने, डेली स्टोरी हाल्ने, डेली मोटिभेसन कोट, डेली मिटिङको फोटो, डेली ग्राइन्डिङवाला क्याप्सन। तर डाइरेक्ट सेलिङ नेपाल फ्याक्ट्स आज क्लियर भन्छ, एक्टिभिटी बिजनेस होइन, एङ्गेजमेन्ट इन्कम होइन, बिजी देखिनु ग्रोथ होइन। अब सोच्नुहोस्, यदि साँच्चै बिजनेस चलिरहेको छ भने प्रडक्ट सेल कहाँ छ? कस्टमर रिपिट कहाँ छ? इन्कम स्टेबिलिटी कहाँ छ? रेन्ट तिर्ने पैसा कहाँबाट आयो? खाना खाने पैसा कहाँबाट आयो? मोटिभेसनल भिडियोले भाडा तिर्दैन, कोर्सले खाना पाक्दैन। अब स्क्रिन लाइट बुझौँ। स्क्रिन लाइट भनेको बेला बेला एउटा इन्कम स्क्रिनसट, बेला बेला एउटा र्याङ्कको फोटो, बेला बेला एउटा स्टेज चढेको पिक्चर, तर पुरा इन्कम जर्नी छैन। मन्थ आफ्टर मन्थ प्रुफ छैन, कस्टमर लिस्ट छैन, टिम डुप्लिकेसन छैन। यसलाई भनिन्छ लाइट स्क्रिनसट हेभी इल्युजन। कारको अगाडि उभिएर रिल बनाइन्छ, सुट लगाएर कन्फिडेन्ट देखाइन्छ, क्याप्सन लेखिन्छ हार्डवर्क पेस, तर त्यो कार रेन्टेड हो, बरोड हो, सोरुमको टेस्ट ड्राइभ हो। रियल रिजल्ट शान्त हुन्छ, फेक रिजल्ट चर्को हुन्छ। अब सबभन्दा कडा सत्य, फेक गुरुको मोटिभ पैसा होइन, फेक गुरुको मोटिभ मान्छे सफल बनाउनु पनि होइन। फेक गुरुको मोटिभ हो एटेन्सन, एङ्गेजमेन्ट, फेम, भ्युज चाहियो, लाइक्स चाहियो, कमेन्ट चाहियो, क्राउड चाहियो, सर भनेर बोलाइयोस्। त्यसैले रियालिटी भन्दा हाइप, एजुकेसन भन्दा इमोसन, स्किल भन्दा स्पिच, प्रोसेस भन्दा प्रमिस। इन्डस्ट्री ग्रोथ होइन, सोसियल मिडिया ग्रोथ चाहिँ उनीहरूको मुख्य प्राथमिकता हुन्छ। अब सबैभन्दा संवेदनशील तर सबैभन्दा जरुरी कुरा, धेरै फेक गुरुले टिम बिल्ड गर्दैन, उनीहरूले टिम चोर्छन्। सोसियल मिडियामा डिएम आउँछ, तपाईँ अन्डर भ्यालुड हुनुहुन्छ, तपाईको कम्पनी विक छ, त्यो कम्पनी विक छ, मेरो सिस्टममा आउनुहोस्, फास्ट ग्रो हुन्छ। डाइरेक्ट सेलिङ नेपाल फ्याक्ट्स आज क्लियर भन्छ, यो लिडरसिप होइन, यो बिजनेस होइन, यो चोरी हो। चोरदेखि सावधान। अब फेक गुरुजलाई सिम्पल च्यालेन्ज, यदि तपाईँ साँच्चीकै सक्षम हुनुहुन्छ भने, यदि तपाईँको कम्पनी राम्रो छ भने, यदि तपाईँको प्लान स्ट्रङ छ भने आफ्नै टिम बनाउनुहोस्। अरूको कम्पनीलाई नराम्रो नबोल्नु, टिम चोर्न बन्द गर्नुहोस्। स्ट्रङ लिडरले टिम बिल्ड गर्छ, विक लिडरले टिम चोरी गर्छ। यदि बिजनेस साँच्चै बलियो छ भने मान्छे नेचुरली आकर्षित हुन्छ, चोर्नु जरुरी छैन। आज धेरैलाई लाग्छ
सोसियल मिडियामा पावरफुल देखिने गुरु रियल लाइफमा पनि पावरफुल होला नि त। रियालिटी रेन्ट तिर्न गाह्रो छ, खाना म्यानेज गर्न गाह्रो छ, लोन बढ्दै गएको छ, लाइफ अनस्टेबल। तर क्यामेरामा सक्सेस माइन्डसेट, स्ट्रगल नेभर स्टप। डाइरेक्ट सेलिङ नेपाल फ्याक्ट्स आज क्लियर भन्छ, अनलाइन पावर रियल पावर होइन। रियल पावर भनेको कन्सिस्टेन्ट इन्कम, स्टेबल लाइफ, कस्टमर ट्रस्ट, लङ टर्म टिम। डाइरेक्ट सेलिङ नेपाल फ्याक्ट्स आज स्पष्ट भन्छ, क्यामेरा कल्चर बन्द गरौँ, ब्लाइन्ड फलोइङ बन्द गरौँ, फेक गुरुजलाई एटेन्सन नदिउँ। अब बोल्ने होइन गर्ने मान्छेलाई फलो गर्नुहोस्। सुट होइन स्किल हेर्नुहोस्, कोड्स होइन क्वालिफिकेसन हेर्नुहोस्, एङ्गेजमेन्ट होइन एचिभमेन्ट हेर्नुहोस्। यदि यो भिडियो हेरेपछि तपाईँले एउटा फेक गुरुलाई अनफलो गर्नुभयो भने यो भिडियो सफल भयो। यदि आजबाट रिजल्ट बिना कसैलाई फलो नगर्ने निर्णय गर्नुभयो भने इन्डस्ट्री बाँच्नेछ। डाइरेक्ट सेलिङ गलत छैन, तर गलत मान्छेलाई स्टेज दिइरह्यौँ भने सही सिस्टम पनि बदनाम हुन्छ। अब चोइस तपाईँको, हल्ला कि रिजल्ट। थिङ्क, डिसाइड, एक्ट। दिस इज नट मोटिभेसन, दिस इज रेस्पोन्सिबिलिटी। दिस इज डाइरेक्ट सेलिङ नेपाल फ्याक्ट्स। सी यु इन द नेक्स्ट भिडियो। अहिलेलाई बिदा लिन चाहन्छु। हस्त, जय नेपाल।